आलु खन्दैछ कतिको फले दाइ भनिदिनु त हजुरले हेर्नु यहाँ ए वाह रे वाह यस्तो राम्रो फले हैन आलु मलाई देखाउनु बेला त फल्दैन के कुरा गर्नु दो हामी चाहिँ आज रातो आलु खन्दैछ मैले नेपाल कल्पनाले यति ट्यालेन्टेड छ देख्नु भयो नि नेपालबाट आलु ल्याएर यहाँ फलाएर यहाँ लगाएर फलाएर अब खान तयार भइसक्यो के यो लाउनदेखि लगाएर हजुरहरूले त कहाँ देख्नुभयो होला र आलु भनेर भन्न मिले हजुरहरूले आलु देख्नु आएन होला हेरिहाल्नु न हाम्रोसँग कस्तो हुन्छ अस्तिमा थियो नि यस्तो आहा यस्तै काँचै कुडुङ 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 खाइदिउँ जस्तो लाग्यो मलाई चाहिँ यिनी आलु अब तर के गर्ने होइन अहिले त खानु मिल्दैन अहिले चाहिँ आलु उ गरेर उसिनेर खानुहुन्छ कि नि हजुरहरू मलाई कमेन्ट गर्नु होला त हामी चाहिँ खुब खान्छौँ कि आलु उ गरिसकेपछि खनिसकेपछि आलु उसिनेर नखाएपछि त आलु खने जस्तो लाग्दैन क्या हामीलाई यी ठाउँमा सेता किन छन् भन्नु होला यी चाहिँ पोहोरका आलु आफै उम्रिया आलु हुन् कि आफै उम्रिया आलु पनि यत्र दाना छन् देखिसक्नु हजुरहरूले यदि हजुरहरूलाई चाहिन्छ भने एक छागा आएर लैजान सक्नुहुन्छ हजुरहरू सब